नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो यो न्यू भिडियोमा। अनि आज चाहिँ म सधैँको भन्दा फरक भिडियो लिएर आइसकेको छु। आजको भिडियो के सम्बन्धी छ भनेर चाहिँ यो भिडियो हेर्दै गर्दा नै थाहा पाइसक्नुभयो होला। यो हाम्रो खानाको परिकारहरुलाई चाहिँ आज म यो भिडियोमा बनाएर देखाउने छु है त साथीहरु। ढिला नगरी अब हामी सुरु गरौँ। यतापट्टि चाहिँ मैले खाना बसाइसकेको छु र यतापट्टि चाहिँ हाम्रो दाल पनि पाकेर तयारी भइसक्यो। पट्टि हाम्रो सिमीको दाल पनि पाकेर तयारी भइसक्यो। आज चाहिँ मैले सिमीको दाल पकाएको थिएँ अनि यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो दाल पनि एकदम मजासँगले पाकिसकेको छ र अब हामी चाहिँ डाडुले नै दाललाई यसरी मसिनो हुने गरी किच्याउनु पर्ने हुन्छ। यदि तपाईहरुलाई पातुलो खानु मन पर्छ भने अलि पानी हाल्दा पनि ठिक हुन्छ। चाहिँ भने हामीले एउटा कराई लिने र त्यसमा थोरै तेल लगाइदिने अनि तेल यतिको खारिसकेपछि हामीले मसलालाई पड्काइदिने र त्यसमा थोरै बेसार पनि लगाइदिने। यसरी बेसार लाउँदा चाहिँ भरे नगनाउने भएकोले सुरुमै लगाएको राम्रो र दाललाई यसरी झाटिदिने। ल अब भने हाम्रो दाल पनि पाकेर तयारी भइसक्यो, मजाले देख्न सक्नुहुन्छ। अनि अब चाहिँ मैले यहाँनिर एउटा कराई लिएको छु, त्यसमा थोरै तेल लगाइदिए। अघि जसरी नै तेल खारिएपछि मसला लगाइदिने अनि त्यसमा थोरै बेसार लगाइदिने। बेसार लगाइसकेपछि मैले यसमा तेजपत्ता पनि थोरै डढाएको छु किनभने यो कराईमा चाहिँ अब म पकाउँदैछु यो बङ्गुरको मासु। यो मासुलाई चाहिँ यसरी चाहिँ मजाले लगाइदिने अनि लगाइसकेपछि हामीले यसलाई मजाले चलाउनु पर्ने हुन्छ। चलाइसकेपछि स्वाद अनुसारको नुन हाल्दिने। नुन लगाइसकेपछि हामीले त्यो मासुलाई एकदम मजाले चलाउनु पर्ने हुन्छ। नुनलाई भित्रभित्र पुग्ने गरी चलाउनु पर्छ र हामीले चाहिँ अब यसलाई केही बेर छोपेर राख्नु पर्ने हुन्छ। अब भने हाम्रो मासु चाहिँ यतिको भएको छ, रातो रातो भएको छ। अब यो भन्दा धेरै चाहिँ खराउनु पर्दैन, यतिको भएपछि ठिक्क हुन्छ। यदि तपाईहरुलाई अझै खराएर खानु मन छ भने खराउनु पनि सक्नुहुन्छ। र यसमा चाहिँ म लाउँदैछु अदुवा र लसुनको पेस्ट, अघि कुटेर राखेको अदुवा र लसुनको पेस्ट लगाइसकेपछि यहाँनिर मैले थोरै लगाइदिएँ जिराको धुलो। अनि त्यो सबै लगाइसकेपछि हामीले फेरि यसलाई एकदम मजाले चलाउनु पर्ने हुन्छ है त। मजाले चलाइसकेपछि हामीले यसलाई केही बेर एकछिन छोपेर राखिदिनु पर्छ। ल अब भने हाम्रो मासु चाहिँ यतिको भएको छ। अब म चाहिँ यसमा लाउँदैछु अघि काटेर मसिनो गरी काटेर राखेको प्याज र टमाटरलाई लगाइदिन्छु। म चाहिँ प्याज र टमाटर अलि धेरै लाउँछु। यदि तपाईहरुलाई धेरै लगाएको मन पर्दैन भने थोरै लाउनु पनि सक्नुहुन्छ। प्याज टमाटर लगाइसकेपछि यसलाई मजाले चलाउनु पर्ने हुन्छ है त। चलाइसकेपछि हामीले केही बेर छोप्नु पर्छ र अन्त्यमा चाहिँ हाम्रो मासु पाकेर तयारी भइसक्यो। देख्न सक्नुहुन्छ हाम्रो मासु चाहिँ यस्तो दामी भएको छ है। मैले चाहिँ यसमा ग्रेभी लगाएको छु। यदि तपाईहरुलाई ग्रेभी मन पर्दैन भने ग्रेभी नहाल्नु पनि सक्नुहुन्छ। अब भने फेरि पनि मैले यहाँ अर्को कराई बसाएँ। यो कराईमा चाहिँ मैले यो आलुलाई भुट्दैछु। यहाँ आलु भुट्नको लागि चाहिँ तेल लगाइसकेँ। तेल हाम्रो यतिको खारिएपछि अब हामी यसमा मसला लगाइदिन्छौँ। मसला लगाएपछि आलुलाई लगाइदिने। आलुलाई मजाले भुट्ने, नछोपी भुट्नुपर्छ यसलाई यत्तिकै। अब चाहिँ हाम्रो आलु पनि पाकेर तयारी भइसक्यो। यसरी छोपेन भने चाहिँ राम्रो गरी पाक्छ है त साथीहरु। बच्चाहरूले पनि यस्तो गरी पकाएको चाहिँ एकदमै मिठो मानेर खान्छन्। र मैले फेरि पनि यहाँ अरूको कराई बसाइसकेँ। यसमा तेल लगाइदिने थोरै अनि मसला पड्काइदिने र यसमा चाहिँ म राख्दैछु दुईटा सुकेको खोर्सानी भचाएर लगाइदिँदैछु। म चाहिँ यसमा हरियो साग रायोको साग पकाउँदैछु है त। यसलाई चाहिँ लगाइसकेपछि एकदम मजाले चलाइदिने। मजाले चलिसकेपछि हामीले यसलाई केही बेरसम्म छोपेर राखिदिनु पर्छ र यतिको भइसकेपछि हामीले स्वाद अनुसारको नुन राखिदिने। नुन लगाइसकेपछि हामीले केही बेर चलाएर फेरि एकछिन छोपिदिने। ल अब चाहिँ हाम्रो साग पनि पाकेर तयारी भइसक्यो। धेरै फ्यात्तै पकाउनु पर्दैन, यो सागलाई पनि हल्का पकाइ पुग्छ। अब चाहिँ म यसमा चाहिँ अचार बनाउन तयारी गर्दैछु। यहाँ चाहिँ टमाटर अघि मैले बफ्याएर राखेको छु र तिललाई पनि भुटेँ र तिललाई यसरी मसिनो हुने गरीसम्म पिसिदिने। हाम्रो तिल चाहिँ एकदम मसिनो भइसकेको छ। अब त्यसमा चाहिँ हामीले टमाटरलाई पनि हालेर एकदम मसिनो गरी कुट्नु पर्ने हुन्छ है त।
अब चाहिँ हाम्रो टमाटर र तिलको अचार पनि बनेर तयारी भइसक्यो साथीहरू, देख्न सक्नुहुन्छ एकदम दामी भएको छ। यसमा तपाईहरुले अमिलो पनि एड गरेर खान सक्नुहुन्छ। ल साथीहरू, आजको भिडियो चाहिँ यति नै थियो। मैले चाहिँ आज अचार बनाएको छु, टमाटर र तिलको अचार, अनि त्यसपछि आलु, साग, फुलकोपी र आलु पकाएको भिडियो चाहिँ बनाउनु बिर्सेँ। अनि यो चाहिँ दाल, सुँगुरको मासु र दही। आजको भिडियो यति नै। यदि तपाईहरुलाई भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला।